जाति यहाँ हो त मामा घरमा मामा यो चाहिँ हाम्रो सरलाई बोइज अटो त्यहाँ पुगिसक्यो बातिज यहीँ नआउने पुग्ने पानी छ त फाइनली गाइस अहिले चाहिँ हामी राइट नाउ पत्थरकोटमा छु यो चाहिँ पत्थरकोटको ब्रिज रहेको छ यहाँ चाहिँ खोला छ आज चाहिँ म साथीहरूसँग पत्थरकोटमा आइसके हाम्रो पत्थरकोटको झोलङ्गे पुल गाड़ी वाला सुन गाड़ी वाला देख नि गाड़ी वाला जाली भयो भने यस्तो कुरो गरेर हुन्छ भन्ने जाति यहाँ हो त मामा घरमा मामा हो फोन गरेर अनलाइन गरेर जाली लिएर आउनु भन्नु न यी सेलिङ किनेको माछाले मैले मलाई भएन चाचै नटिक्ने रहेछ BMW चारैतिर हाम्रोमा एसी फिट यस्तो एसी को सुविधा कुनै पनि सरदार दे दो सांगे हेलो सांगे मेरो डॉन मेरो भाइ हाँ खतरा डान्सर है कि हो ल नाच 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 अटो त्यहाँ पुगिसक्यो ल ल खोला त कमाइ रहेछ त अबि डर लाग्यो भन न डर लाग्यो भन न फाइनली गाइस अहिले चाहिँ हामी राइट नाउ पत्थरकोटमा छु यो चाहिँ पत्थरकोटको ब्रिज रहेको छ यहाँ चाहिँ खोला छ आज चाहिँ म साथीहरूसँग पत्थरकोटमा आइसके यो चाहिँ हाम्रो भाइ भतिजहरू सो अहिलेको टाइम चाहिँ 3 बजेको छ अनि यो चाहिँ हाम्रो पत्थरकोटको झोलङ्गे पुल म चाहिँ नि पुगेको छु म चाहिँ सो यहाँ चाहिँ म अहिले हिँडिरहेको छु एभ्रिवान एन्ड मजा पनि आइरहेको छ सो यहाँको चाहिँ घाम लाग्दा पनि हुन्छ नि खोला र पहाडले गर्दा चिसो हावा आइरहेको छ सो त्यति साह्रो गर्मी चाहिँ भइरहेको छैन लेट्स गो बाफ्रे पुल चाहिँ खतरै बनाएको रहेछ यो चाहिँ हाम्रो सरलाई बोइज सरलाई हरिवन लालभित्तीको ठिटहरू चाहिँ नि आज यसरी हामी पत्थरकोटमा चाहिँ घुम्न गइरहेको छु सो पत्थरकोटको माथि खोलामा नआउने भनेर प्लानिङ गर्दा खोइ त हाम्रो मित्र सानो मित्र ए अटोमा हो ओके मामा देख्न ठाउँमा हाल्नु न अहिले फेरि बगाउँछ फेरि ल यता कुरामा चिसो त नहाल्दा पनि हुन्छ होला के हो यो माछाहरू हो क्या यता कुनामा चाहिँ हाल्नु यता कुनामा फाइनली हामी चाहिँ लोकेसनमा आइसक्यो यो चाहिँ हाम्रो लोकेसन रहेको छ गाइस ल बबाल ओ भाइ मरा मुझे म त भिज्ने हो यार
यहाँ बसो बा 15 के भयो मामा एउटा बियर पाएन भन्छ दाजु यहाँ चाहिँ हाम्रो अघि स्वाई पारेको ओ भाइ बोलो बुझ मामा नि यार हो सही हुन्छ बुझ गयो त त्यसलाई म्यारिनेट गर्न यो दिनु नि यो डब्बा म्यारिनेट गर्नलाई यो डब्बा दिनु नि त्यसलाई मासु भाई अपना ये रहा भाई ये देखो अपना भाई लोग अभी तामझाम स्टार्ट कर रहा है कैसे मिलता है यहाँ मच्छी यार मच्छी भाई यार पकड़ने पर्छ नि मेरो दाइ लेस वाओ माल निकाल निकाल मुझ लगा यार हाँ मेरा माल पकड़ना माल पकड़ू भाई मजा आ गया मैले भाइ के गर्दै हो मित्र ड्युटी गर्दैछु यार यस्तो बाबा लोकेसन रहेछ यार मलाई त खतरा भयो यार ले भाइ यो चाहिँ नुन खुर्सानी पिस्दैछ हजुर भाइ हाम्रो दादा काम सेफ सरले ओइ चल म आउँछु र चल काम चाल्छु चाहिँ यहाँ मामुली मासले जान्छ ल बाबा सरी ओतेम दाइ थले राख्छु राम्ती बादो तल तल है खाली अँ तीर पार्टी लिनु पर्छ अरे लोइ आनन्द ओइ कसलो छ पठाइदेऊ नि त न भाइ केटाहरूलाई बाइकमा प्लेट बुझाएर लिनुलाई बस यहाँ यति फोन आएको थियो फोनमा फोन दी उधर दो वहाँ सानी फोन लाऊंगा त काम दिनु अरे मासु त पुग्दैन भन्छ त केटाहरूले एउटा केलाई ल्याएको को बोल्नु त अब पसल जान बोला ल चाहिँ हाम्रो तामाङ गजाले नेट नआउँदैछ यार पाहाडमा अब कहाँबाट आउने यार लोकेसन त बवाल छ नि लोकेसन त बवाल छ नि आज हामी चाँडै आउनुपर्ने त्यतिखेर मेरो ट्रिप त धोकौँ